आज चाहिँ हामी एक्साइटमेन्टको साथ छेन्चाउ आइल्यान्ड जाँदैछौँ अनि छेन्चाउ आइल्यान्डको लागि चाहिँ हामी सेन्ट्रलबाट फास्ट फेरी बोटमा जाने भनेर भित्र छिर्यौँ अनि हालत यस्तो छ गाइस। ल मेरो चाहिँ फर्स्ट भिजिट हो, कस्तो हुनेछ थाहा छैन। ए छेन्चाउ आइल्यान्डमा सबै रहेछ। ल म्याकडोनल्ड, वेलकम, बलिनो, सर्कल के वा। यहाँबाट हामी अब एक्जिट हुँदैछौँ। अब हामी कहाँ जाने हो? हाम्रो सरले बुकिङ गर्नु भएको छ। सन्जोग सर हाम्रो बुकिङ गरेको चाहिँ कता हो? यता यता विच वे? अनि हामी चाहिँ बुक गरेर आएको छौँ। चाहिँ बुकिङ गरेको थिएँ, अनलाइन बुकिङ। अनि यहाँ हुन्छ चिना भाषामा, अब हामी नजान्नेहरू चाहिँ दर्शक जे होस्। म त फर्स्ट टाइम हो नि। यस्तो सपिङ गर्नु पनि पाउँदो रहेछ है। छत्र बसन्ती के भन्छ उता पोखरातिर यस्तो हुन्छ हुँदैन? बसन्ती जस्तो। ए रिक्सा के हो यति सानो है, कति मजाको साइकल बेबी। गाइजहरु कतिको एक्साइटमेन्ट छ हौ। सोह्र वर्षको उमेरमा यहाँ एउटा विशेषता यहाँको छेन्चाउ आइल्यान्डमा चाहिँ यो के हो, यस्तो पुरा है माया प्रेमिल जोडीहरूको रहेछ विशेष। तयारी अवस्थामा छौँ। अब चाहिँ स्ट्रङ भएर साइक्लिङमा जाने। एउटा ड्राइभर मामाले मोटर गुडाउँदै। हामी कता हो गुरुजी? लेफ्ट कि राइट हो? आउनु सिधा सिधा हो। ओके। साइकलवाला रिक्सावालाले दिन्छ, साइकलवाला म जितिहाल्छु नि। आउनु है बिस्तारै। सिधै जाऊ सिधै। आउनु भयो नेता दाइ पनि। चिप्लो है भाउजू राम्रोसँग। कस्तो डर लागेको मलाई। थ्याङ्क यू। गर्नु भयो। बिस्तारै भाउजू फलामा लाग्यो। आलु स्पेशल यहाँको। वाउ, इज दिस ऑल पोटेटो? थ्याङ्क यू। ए भाउजूको सुन्दा चाहिँ फेभरेट हो आलु त। है है ए दामी। त्यतिकै दामी मिठो छ त्यतिकै हाउडेमा है अनुहार हेर्दाखेरि चाहिँ। स्पाइसी खानुभन्दा बेसी हेर्नुहोस् दर्शक महानुभावहरू यहाँ बढी अब चाहिँ हामी बेलुकाको लागि सपिङ गर्न जाँदैछौँ। के किन्दैछौँ आज हामी? हामी चाहिँ अब कहीँ गएर हेर्नेछौँ लास्टमा देखाउँछौँ नि हामी। यत्तिको चाहिँ हुनुपर्छ है गाइज, यत्तिको बहिनी चाहिँ हुनुपर्छ है गाइज। लिफ्टन त देखिन त। ड्रिङ्क्सले लट्ठ हुने पर्ने रहेछ आज। ओ माई गॉड, छान्दैछ पारखीहरू कुन लाने हो। हजुर
बेलुकाका लागि सपिङ गरिसक्यौँ। अब हामी यहाँ बिल पे गर्नेछौँ अनि लाग्नेछौँ। सपिङ गर्नु चाहिँ नजिक रहेछ, सो इजी। इफ कुन छुट्यो भने फर्केर आउने किन्ने जाने त्यस्तो। ल ल हेर्दै गर्नु दर्शक महानुभाव। यो त बोक्नु सक्दैन नि यहाँ छ। म चाहिँ भाउजूको नन्द। भाउजूको नन्द? ओ माय गॉड। कसरी भाउजूको नन्द? साइन त्यस्तो हुन्छ। मेरो भाइको श्रीमती कसरी भाउजूको नन्द? दाइ हो मेरो। मेरो म तिम्रो के हुन्छ? दाइ हुन्छ? जेठाजुको अनि धनुष त भार्मे गयो नि, तपाई मेरो दाइ भाउजू हैन। जेठानी हुन्छ नि। हैन धनुष तपाईको भाइ होइन के, तपाई मेरो दाइ। दाइको बुढी भाउजू हो। धनुष चाहिँ जोइ हो? त्यस्तो कहाँ हुन्छ हौ? त मेरो जोइहरु धनुष। त पो मेरो जोइ उ त्यो बहिनीहरु बुहारी। घरमा जोइ जस्तो त ट्रिट गर्नुहुन्छ दाइले? ल भाइ हो त्यो। मेरो बुढी तपाईको बहिनी खोइ भन्नु न। बुवा उसको श्रीमती बुहारी हो अनि यता चाहिँ मेरो श्रीमती हो हैन। मलाई त जेठानी देवरानी भन्नुपर्ने, मलाई उसले त्यतिकै भाउजू भन्छ, मलाई त्यतिकै दाइ भन्छ हैन। यो चाहिँ अलिकति मेरो दाइ मेरो दिदी। एक्चुअली यसले सुमुदालाई दिदी नै भन्छ क्या। अरे भाडमे जायो मेरो बुढा। ओ माय गॉड यति भने सक। एकजना गाइजले चाहिँ जाङ्गे भन्छ यसलाई, जाङ्गे लिनु आँटेको छ है। ल्याउनु बिर्स्यो अरे। अनि हामी चाहिँ तमाम सपिङ गरेर अब लाग्दैछौँ गाइजहरू। हामी बस्ने थलोतिर बाँकी देखाउनेवाला छौँ। जस्ट छेङछाउ आइल्यान्ड राम्रो लाग्यो, सानो व्यवस्थित होइन। जे पनि पाउने सानो मार्केट एरिया भयो भने हरेक थोक पाउने, नपाउने केही नै नहुने, मात्र पैसा हुनु पर्यो। सबै पाउने क्या है। अनि आज राति चाहिँ हामी यहाँनिर बसेर खानेछौँ। अनि यहाँनिर लाइट पो के छ नि राति? ए ओके लाइट पनि छ। लाइट बालौँ न त। दामी दामी छ। हामी चाहिँ यहाँ छौँ स्पेसली समुद्रको छेउमा। तो छाल आइरहेछ मैले चाहिँ तर आउनु सकेन। अनि यहाँ चाहिँ हाम्रो बिबिक्यू हुँदैछ। अब के गर्नु है, मासु म नखाए पनि म के खाँदैछु। अनि हाम्रो एकदम लिम्बूको जोइ कडा आयो। गाइजहरूले रमाइलो गरिरहेछौँ हामीले। जोरको फ्यानहरू जीवन गुरुङ Oh my god. Oh my god. Oh my god मेरो बुढी. Oh my god मेरो बुढी के भएको? हमारा पैर तो पूरा one and only. लिम्बू का जोई. लिम्बू का जोई. और कैसे बाजू
चटपटे मिठो बनाएर खुवाउने बहिनीहरू पिरो पैसा तान्नु कस्तो टाइममा भिडियो भएछ पैसा सोर्यो खै भनेको कमेन्ट गुड मर्निङ छिङछाउ राति लेट नाइट भएछ अनि रुम चाहिँ मिस्सी छ है अनि यस्तो छ हाम्रो भ्यू चाहिँ है बिहान यस्तो छ कस्तो वेदरले साथ नदिएको पानी सिमसिम परिरहेछ अनि त आज त सक्दैन दिउँसो त बाहिर अब नानी सानो छ है पानी परेर होइन छेउैमा आइपुगेछ यस्तो छ हाम्रो भ्यू अनि अहिले चाहिँ हामी बस्ने घर हो अनि रुमको हालत चाहिँ निश्चित छ रातभरि तास खेल्या छ अरू चाहिँ यहाँ सुतिरहेछ डिस्टर्ब हुन्छ हामी भर्खर पुगे गुड मर्निङ छोरा उठ्नु भयो Oh my God. Good morning. All लेङचाइहरू चाहिँ यहाँ छ अनि अब के छ ब्रेकफास्ट आजको पेनकेक खाँदै रहेछ एउटाले ल ओ मागु ल ओहो पछाडि भ्यू चाहिँ यस्तो छ तर हामी बाहिर बसेर खाँदा कति राम्रो हुन्थ्यो होला नि यहाँ ब्रेकफास्ट रेडी भइदिने खाइदे यहाँनिर यो टेबल पाक भइसक्यो सकिसक्यो यहाँनिर ब्रेकफास्ट गाइजहरू पछाडि हुनुहुन्छ मम्मी एन्ड सनिया हुनुहुन्छ गाउँदैछ है मेरो छोराले सुन्नुभयो गाइज सुन्दै हुनुहुन्छ अनि हामी चाहिँ अघि ब्रेकफास्ट खाइसकेको कारणले हामी नखाइ हिँड्दैछौँ छोराले चाहिँ अब पार्क देखेर दौडिँदैछ है दौडिँदैछ ठुलो मान्छे त पार्क देखिहाल्नु भएछ हो अनि हामी कोही चाहिँ हामी टावर भ्यू पोइन्टतिर जाने सल्लाह गर्यौँ कोही चाहिँ यहीँ रहने भन्ने कुरा भयो हामी लेडिज ग्रुप अनि दुईजना सञ्जोक धनुष हामी चाहिँ लाग्यौँ भ्यू पोइन्टतिर समथिङ 30 मिनट्स लाग्दो रहेछ त्यो उकालो चढ्न हामी भाग्यमानी अरे ए रमिता हेर्दै बस्नु पाउँछ भनेर टुप्पीमा है ओ माइ गॉड रिच पिपलहरुको लागि जाँदा यस्तै बाटो हुँदै जान्थ्यौं साच्चै रमाइलो ये में हो ये हम है और हमारा हाइकिंग चल रहा है एंजॉय गर्ल्स मैनेज दिस इज कॉल्ड मैनेज ये काठ है और क्या है काठ का है क्या ये सीमेंट होगा नहीं होगा ये क्या है ये खोखला है खोखला अंदर खोखला है बाहर देखता है बड़ा गजब का हावा पूरा गर्नुलाई मात्रै हो यसो मेन जो भ्याएको बेला भ्याउँदिन नानी हेरेर एडिटिङ गर्नु भ्याउँदिन लु खिच्नुपर्छ अब अम्म कति राम्रो
यहाँ त सधैँभरि बसिराख्नु पायो भने हजुर यहाँ फोटोसुट पुरा भइरहेको छ यस्तो राम्रो भ्यूहरू देख्दाखेरि गाइज सधैँभरि यहीँ बस्नु पाए नि हुने नि होइन जस्तो लाग्छ अब हेरेर नगाउनु पर्यो तर यति आनन्द हुने रहेछ यो ठाउँमा आइपुग्यो माया लाग्यो यति राम्रो स्वर्ग जस्तै ठाउँमा आइरहेछौँ हामी यस्तो राम्रो भ्यू देखिरहेछ तर यहाँ आउनुको लागि अलिअलि समस्या चाहिँ गर्नु पर्यो है टिटिक्क हिँड्नु पर्यो नि के हुन्छ देवर बाबु है अलिअलि हिँड्यौँ अनि मैले जुत्ता चाहिँ झोलामा राखेको थिएँ अनि चप्पल लगाएर आएको छु हिँड्नु चाहिँ हिँडेँ तर पनि गाई हिँड्नु छोडिन पाहाडे पान्छ अरे नि पाहाडे पान्छ ओके भयो राम्रो ठाउँमा हामी जाँदैछौँ हो राम्रो ठाउँमा हामी जाँदैछौँ हावा पनि सरर चलिरहेछ अनि घाम चाहिँ लागेको छैन घाम लागेको भए अझै निलो आउँथ्यो होला क्या यो बट ओके है राम्रो देखिरहेछ अझ मजाले देखाउने मन थियो तर हावा पुरा चलेर अलिक गाह्रो भयो बोल्न पनि अनि क्यामेरा गर्नु पनि केही आफूलाई अलिक असहज भएर तर यति रमाइलो भयो हावाले चाहिँ भयङ्कर देखिरहनु भएको छ नि उडाइरहेछ तर मजा आयो भनौँ न त्यो देखेकोसम्म पुग्यो त्यहाँ पुग्दा त अझ हावा आएर मैले तपाईँलाई धेरै देखाउन सकिनँ जति देखाउने कोसिस गरेँ यिनीहरू हो र भन्दै हामी अब यही बाटो हुँदै फर्किँदैछौँ फर्किएर मार्केटमा त्यहाँको स्पेसल फिस बलहरू सी फुड स्ट्रिट फुडहरू खाँदैछौँ एकदम ओके खानेकुरा के खायो यहाँ वा थ्याङ्क यू त्यसपछि चाहिँ यस्तो भएछ रिसोर्टको रातिको ए यस्तो सरसफा पनि आफै गर्नुपर्ने लाग्छ भेरी गुड लिम्बूको चाहिँ ए नेक्स्ट टाइमलाई बाई बाई भयो तपाईँलाई कस्तो भयो कान्छी एकदम रमाइलो भयो है हामी यहाँ बसेको थियौँ भेल लाइफ स्टाइल रिसोर्ट बाई बाई रमाइलो भयो आफ्टर अल वेदरले पनि रोक्न सकेन हामीलाई अनि हामी चाहिँ अहिले फर्किँदैछौँ रमाइलो भयो है गाइज लाइनमा हामी फर्किँदैछौँ ब्याक टु जोर्डन यो लाइन लामै छ हामी फास्ट फेरीको लाइन बसिरहेछौँ अब ब्याक टु जोर्डन बाई बाई छिन्छौँ हामी यसरी फर्किँदैछौँ फास्ट फेरीमा छिन्छौँ पाएर